मामा उहाँले चाहिँ यहाँ नजिक चाहिँ कर्म गरेको ठाउँ अनि उहाँले चाहिँ सुरु पहिला चाहिँ के गर्नुहुन्थ्यो भन्दा त्यही अब हजुरहरूलाई थाहा तान बुन्ने यहाँ नजिक चाहिँ ट्याक्क तपाईँको यहाँ बसेर तान बुन्नुहुन्थ्यो उहाँहरू चाहिँ यहाँ नजिक बसेर तान बुन्ने अनि यतातिर यो दुलोहरू छ यहाँ नै चाहिँ उहाँहरूको तान बुन्ने ठाउँको त्यही अब धागो भिजाउने ठाउँहरूदेखि लिएर अन्य त्यो चाहिने सामग्री यता उहाँले राखेको छ यहाँ चाहिँ यसरी ट्याक्क बसेर तान बुन्ने ठाउँ यो चाहिँ नाना तयामाको तान बुन्ने ठाउँ यहाँ पनि लेखिरहनु भएको छ हजुर अनि यहाँ नजिक चाहिँ बाजे तयामा र खियामाको भलाकुसारी गर्ने ठाउँ भने चाहिँ उहाँहरू दिदी बहिनी चाहिँ हजुर यहाँ नजिक एकजना बस्ने एकजना यहाँ नजिक बस्ने दुईजना चाहिँ उहाँहरू यहाँ बसेर चाहिँ भलाकुसारी गफ गर्ने ठाउँ उहाँहरूको भन्ने यो चाहिँ किंवदन्तीमा अहिले पनि अब तपाईँको यही अब भनिरहनु भएको छ यहाँ चाहिँ बुढापाकाहरूले भनेको हामीले चाहिँ सुनेर आएर हजुरलाई हाई गाइज म चाहिँ अहिले यहाँनिर आएको छु तयामा खियामा भलाकुसारी गर्ने ठाउँ म गफ गर्ने ठाउँ अनि यहाँ मेरो बाजेको बराजु जुजूहरू सबै जन्मेको चाहिँ यहीँ हो तर हामीलाई थाहा छैन कता हो यहाँ चाहिँ तान बुन्ने ठाउँ यता चाहिँ तान उयो भिजाउने रे यस्तो उहिले किराँतीहरूको उत्पन्न स्थान भन न अथवा यहीँदेखि सुरु भएको किराँतीहरूको उत्पन्न थलो र तयामा खियामाको अनि भाइ रैछाकुलेको बिहे बोटलमा भेला भएर यहाँ मुदुमी गाएर अनि साकेलाको उत्पत्ति भएको ठाउँ। धन्यवाद तपाईँलाई पुसै इन्फर्मेसन